नमस्ते मेरा प्यारा साथीहरू। म आज बनाउँदैछु पनिर बिरयानी। पनिर बिरयानी बनाउँदा पनिरलाई सर्वप्रथम म सानो टुक्रा गरी काटेको छु। पनिर काटिसके राम्रोसँग मटर फली बनाउने आफ्नो स्वाद अनुसार कति खाने हो त्यही अनुसारले अनि बनाउँदैछु। फेरि मेरो छोरालाई मनपर्ने आलु कि अनि त्यही भएर म मसिनो गरी आलु पनि काट्दैछु। अनि यता प्याज पनि म तयार गरिसकेँ अनि टमाटर पनि काट्न लागेको छु। सबै चिज मेरो तयार भइसक्यो है। मटर फली आलु पनिर सब तयार भइसक्यो। अब म बसाल्दैछु कराई। अब कराईमा सानो ग्यास गरेर बनाउने। सानो ग्यास भयो भने डढ्दैन, त्यसपछि राम्रो हुन्छ। पनिर तार्ने, गोल्डन ब्राउन गर्ने पनिरलाई। आहा कस्तो खाम जस्तो रातो भइगयो। आहा नपाक्दै खाउँ जस्तो लाग्यो है मलाई त। अब हजुरहरूलाई कस्तो लाग्छ अनि हेरिदिनु है त। त्यसपछि म राख्दैछु जिरा धनियाँ मसलाहरू जाडोको फुराएर खुर्सानी स्वाद अनुसार। खासै पिरो नखाने त्यही भएर थोरै। अनि यसलाई सानो ग्यासमै बनाउँदा राम्रो है। अनि यसमा म काला मरिच पनि राख्दैछु। अनि प्याजलाई गोल्डन ब्राउन गरेर रातो गरी फ्राई गर्ने। रातो हुन लागिसक्यो। त्यसपछि म आलु राख्दैछु। आलु पनि रातो गरी फ्राई गर्ने, चलाइ पकाउने। त्यसपछि म राख्दैछु नुन स्वादअनुसार, बेसारहरू अनि मसलाहरू आफ्नो स्वादअनुसारको है। पेस्टहरू पनि म तयार गरिसकेको छु। लसुन जिरा धनियाँहरूको पेस्ट पनि। अनि यसलाई छोप्ने हल्का। यता म चामल पनि धोएर तयार गरिसकेको छु। अनि मटर फली राखेँ। मटर फली पनि राम्रोसँग चलाउने, त्यसमा मसला पाक्ने गरी यसलाई फ्राई गर्ने। र त्यसपछि टमाटर पनि आफ्नो स्वादअनुसार म राखिसकेको छु। यता चामल भिजिसकेको छ। अनि म यता मजाले गाना सुन्दै मजा लिँदै अनि यता पकाउने तयारी गरिराखेको छु। त्यसपछि टमाटर पनि अलिकति नरम भइसकेको छ। मैले पनिर पनि राखिसकेँ। आहा 2 थरी हाल्यो भने 2-3 थरीको आहा कस्तो मिठो है। अनि यसलाई हल्का मसला पस्नको लागि थोरै म पानी पनि राखेँ। त्यसपछि 2 मिनट छोपेँ। आहा तयार भइसक्यो। अब यसलाई म गर्दैछु। यता कुकर बसालेको छु। घिउ हेर्नु न, मैले घरमै बनाएको घिउ हो कि यो। कस्तो राम्रो छ। आहा घिउ, आहा कति मजाको है। म त घिउै खाम जस्तो लाग्यो। पहेँलो, आहा कस्तो राम्रो है। अनि मैले यहाँ दालचिनीहरू पनि राखेको थिएँ। अनि चामल हल्का राखेँ र यसलाई फ्राई गरेँ। अनि त्यसपछि म राख्दैछु यहाँ तयार गरेको रेसिपी। अब रेसिपी राखेर यसलाई चलाउने। हल्का चलाइसकेपछि थोरै अब त्यो अलि फर्र हुनु पऱ्यो नि त, त्यही भएर अनि यसलाई फेरि थोरै अलिकति घिउ कम भयो जस्तो लाग्यो, ढक्कन लगाएँ मैले। अनि यसलाई 2 मिनटपछि तयार हुन्छ। त्यसपछि छोराछोरी सबै परिवार बसेर आहा म त खाइन्छ नि त मस्तसित। खासै म धेरै भेराइटी गराएन कि आज, किनभने चिसो छ। अनि घरमा मिक्स अचार बनाएको, त्यही अनुसार खाउँ है भनेर हामी खाने तयारीका साथ जुटेका छौँ। मेरो रेसिपी मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्, धन्यवाद।